आज भएको नेपाल ए र युएसए बीचको खेलमा नेपालले 3 विकेटले जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको युएसएले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। नेपालले 49.1 ओभरमा 7 विकेट गुमाएर टार्गेट चेस गरेको थियो। अब कुरा गरौँ अमेरिकाको ब्याटिङको बारेमा। अमेरिकाका ओपनर स्मिथ पटेलले 108 बलमा 10 चौका र 5 छक्काको मद्दतले 116 रनको पारी खेलेका थिए। त्यस्तै स्यान जानगिरले 20 बलमा 1 चौकाको मद्दतले 9 रन, त्यस्तै मोनाक पटेलले 28 बलमा 2 चौकाको मद्दतले 20 र साइतेजा रेड्डीले 18 बलमा 1 चौकाको मद्दतले 10 रन, मिलिन्द कुमारले 15 बलमा 1 चौकाको मद्दतले 7, शुभम रञ्जनले 25 बलमा 1 चौकाको मद्दतले 16, त्यस्तै सञ्जय कृष्णमूर्तिले 27 बलमा 1 चौकाको मद्दतले 15, स्यान जयसूर्यले 8 बलमा 1 चौकाको मद्दतले 7, त्यस्तै हरमित सिंहले 23 बलमा 1 चौका र 1 छक्काको मद्दतले 25 रनको नोटआउट पारी खेलेका थिए भने जसदीप सिंहले 28 बलमा 1 चौका र 3 छक्काको मद्दतले 33 रनको नोटआउट पारी खेलेका थिए। बलिङतर्फ नेपालका हेमन्त धामीले 4 ओभरमा 20 रन खर्चिएर विकेटविन रहेका थिए। आकाश चन्दले 4 ओभरमा 33 रन खर्चेर विकेटविन रहँदा विपिन खत्रीले भने 4 ओभरमा 15 रन खर्चिएर 1 विकेट लिएका थिए। साहब आलमले 7 ओभरमा 26 रन खर्चेर 1 विकेट लिएका थिए। त्यस्तै कुशल मल्लले 3 ओभरमा 18 रन खर्चेर विकेटविन रहेका थिए। बासिर अहमदले 3 ओभरमा 17 रन खर्चेर 1 विकेट लिएका थिए। त्यस्तै शेर मल्लले भने 5 ओभरमा 17 रन खर्चेर 1 विकेट लिएका थिए। राशिद खानले 4 ओभरमा 24 रन खर्चेर 1 विकेट, नारायण जोशीले 8 ओभरमा 47 रन खर्चेर विकेटविन 1 विकेट लिएका थिए भने पवन सराफले 8 ओभरमा 44 रन खर्चेर 2 विकेट लिएका थिए। अब कुरा गरौँ नेपालको ब्याटिङको बारेमा। नेपालका लागि टिटराज दासले 30 बलमा 3 चौकाको मद्दतले 23 रन बनाएका थिए। त्यस्तै अनिल कुमार शाहले 31 बलमा 2 चौका र 1 छक्काको मद्दतले 27, देव खनालले 19 बलमा 2 चौकाको मद्दतले 17, सन्दीप जोराले 52 बलमा 4 चौकाको मद्दतले 36 रन, त्यस्तै म्यान यादवले 80 बलमा 4 चौका र 2 छक्काको मद्दतले 72 रनको उत्कृष्ट पारी खेलेका थिए। त्यस्तै कुशल मल्लले 49 बलमा 1 छक्काको मद्दतले 33 रन, बासिर अहमदले 16 बलमा 1 छक्काको मद्दतले 18, पवन सराफले 15 बलमा 1 चौका र 2 छक्काको मद्दतले 24 रनको नटआउट पारी खेलेका थिए। त्यस्तै दीपक प्रसाद डुम्रेले 4 बलमा 2 रन बनाएर नटआउट पारी खेलेका थिए। अब कुरा गरौँ अमेरिकाको बलिङको बारेमा। अमेरिकाका बलर सौरभ नेटवार्करले 7 ओभरमा 34 रन खर्चेर 1 विकेट लिएका थिए। त्यस्तै जसदीप सिंहले 6 ओभरमा 30 रन खर्चेर विकेटविन रहेका थिए। नस्टो कन्जिलीले 8 ओभरमा 55 रन खर्चेर 1 विकेट लिएका थिए। शुभम रञ्जनले 2 ओभरमा 15 रन खर्चेर विकेटविन रहेका थिए। त्यस्तै रसिल उगाकरले 6 ओभरमा 32 रन खर्चेर 1 विकेट लिएका थिए। ऋत्विक अप्रितले 2 ओभरमा 6 रन खर्चेर विकेटविन रहेका थिए। त्यस्तै हरमित सिंहले 5 ओभरमा 20 रन खर्चेर 1 विकेट लिएका थिए। सञ्जय कृष्णमूर्तिले 3 ओभरमा 16 रन खर्चेर 1 विकेट लिएका थिए भने मिलिन्द कुमारले 8.1 ओभरमा 39 रन खर्चेर 2 विकेट लिएका थिए। स्यान जयसूर्यवंशीले 2 ओभरमा 10 रन खर्चेर विकेटविन हुन पुगेका थिए।